आज चाहिँ हातमा बेल्चा बोकेर यसो खोलातिर गएर माछा मार्दिन पर्यो भनेर जान लागेको। फेरि एक्लै जान लागेको भनेर सोच्नु भयो होला। त्यस्तो कहाँ हो नि, मसँग यी मौसु ब्लग अनि हाम्रो मोटे भाइ पनि छन् नि। खोलामा गएर के जाली थापेको थियो, माछा त परिहाल्यो। अनि हामीले आज खोला सुकाएर माछा मार्न लागेको के, त्यही भएर यो झ्याङ्कटहरू यहाँ सर्रा हाल्नु पर्यो नि त लस्काएर लाएर। अनि यो झ्याङ्कटबाट माछा जाँदैन के बाहिर। त्यसपछि फेरि चिलाउनेको बोक्रा काट्न गयो। फेरि चिलाउनेको बोक्रा ठटाएर मार्ने हो के माछा, त्यही भएर चिलाउनेको बोक्रा काटेर एक बोरा लिएर आइयो। अनि चिलाउनेको बोक्रालाई ड्याम पाता फुत्किनी गरेर ठटाइयो। यता फेरि केटाहरूले भोक लाग्यो भनेर खाजा लिएर आएका रहेछन्। त्यसपछि खाजा खान लागियो एकछिन चाहिँ। अब चाहिँ माछा मार्नु पर्यो भनेर यसो खोलातिर गएको। चिलाउने ठटाएर मिसाइदिएको त पानीको त कलरै चेन्ज भइरहेको थियो हेर्नु त। त्यसपछि चाहिँ माछालाई भिटामिन मस्त रूपमा पुगेछ क्या। सबै माछा पल्टिन लागिरहेका थिए। त्यसपछि माछाहरूलाई समात्न लागियो सेता सेता माछाहरू। अनि हामीले कति माछा मार्यौं र दिनभरि गरेको एक्टिभिटिज हेर्नका लागि हामीले लङ ब्लग बनाएर अपलोड गरेका छौं। यहाँ तल क्लिक गरेर हेर्न सक्नुहुनेछ। सो आजको लागि यति नै। थ्यांक्स फर वाचिङ। बाइ बाइ।